सत्यनारायण भाइ तिमीलाई एकदम धेरै बधाई छ होइन। तिमीले 8-9 घन्टा दिनमा काम गरेर कसरी तिमीले त्यो यत्रो इन्ट्रान्सको तयारी गर्यो, कसरी नाम निकाल्यो स्कलरसिपमा, त्यो आफै एकदम अद्भुत छ होइन। त्यो त हामीलाई थाहा छ नि त कति पढ्नुपर्छ भन्ने कुरा त होइन। र त्यो भाइको त्याग तपस्या त कति छ कि होइन। हामीहरू हरेक सुविधा पाउँदाखेरि पनि त्यसरी पढ्न सकिरहेका छैनौँ होइन। हामीले अझै भएन भनेर कम्प्लेन गरेर हुन्छौँ नि त। मान्छेले आफूले चाह्यो भने कस्तो अवस्थामा पनि काम गर्न सक्छ भन्ने चाहिँ उसले एउटा उदाहरण हामीलाई दिएर गइसकेको छ। एकदम धेरै बधाई छ भाइ, तिम्रो अझै राम्रो हुँदै जाओस् होइन। हामीले गर्न सक्ने तिमीलाई सपोर्ट के गर्नुपर्छ गर्छौँ होइन। एकदम धेरै खुसी लाग्यो मलाई होइन, किनकि दुःख गरेको मान्छेले फल पाउँदाखेरि मलाई खुसी लाग्छ कि बुझ्नुभयो नि। हि डिजर्भ्स एभ्रिथिङ। उसले अझै योभन्दा बढी डिजर्भ गर्छ र उसले गरेर पनि देखाउँछ, त्यसमा म एकदम विश्वस्त छु। अनि फेरि एकपटक एकदम धेरै बधाई छ मेरो भाइलाई।